डेटा छ नि यो डेटा चाहिँ तिमीहरूले छ नि जस्तो बल्ल बल्ल मिलाएको हुन्छ नि त यो त तर के भइदियो भन्दा बिचमा चाहिँ तिमीहरूले प्रोफाइल क्रस सेक्सन फेरि रिजेनेरेट गर्नुपर्ने बेलामा चाहिँ सर भइसक्यो मैले तपाईँले भने जस्तो हेयर पिगमेन्ट सारेर गऱ्यो अहिलेको त्यो तलको खाल्टोको करेक्सन हरायो अहिले चाहिँ त्यो हरायो भनेपछि अलि मिलेर आयो अब चाहिँ मिल्छ क्या सर अहिले चाहिँ बाटो अलिक मिलेर आयो हो त्यो त्यही त त्यो हेर्नुपर्छ नि त त्यो हेरिसकेपछि बल्ल त्यसरी मिलाउने हो भनेपछि अब तिमीहरूलाई मैले अझै अर्को सजिलो भन्छु तिमीहरूले त्यो नयाँ चेन्ज गरिसकेपछि नि हजुर त्यो रिप्रोफाइल क्रस सेक्सन निकाल्छौ नि हजुर त्यो निकाल्दाखेरि तिमीहरूको त सर्टेन सेक्सनमा त तिमीहरूको भर्टिकल कर्भ डाटा त त्यही हुन्छ नि त त्यो बिचको सेक्सनमा जुन ठाउँमा हाम्रो अलाइनमेन्ट बिग्रेको हो नि त्यसको लेन्थ भन्दा बाहेक त सबैको हाम्रो प्रोफाइलको भर्टिकल कर्भ डाटा त एउटै हुन्छ हो त्यस्तो खालको बेलामा चाहिँ अब तिमीहरूले चाहिँ नयाँ काम गर्न परेन के जस्तो यहाँ छ नि हो यहाँ फेरि राइट क्लिक गरेर इन्सर्ट भिआइपी गर्दै गएर चाहिँ गरिरहनु परेन नि त त्यस्तो खालको बेलामा के गर्ने भन्दा त्यो काम चेन्ज गर्नुपर्ने छ भने चाहिँ पहिले सुरु नै के गर्ने यो प्रोफाइलको डेटालाई के गरिदिने एक्सपोर्ट गरिदिने भर्टिकल कर्भ डेटालाई एक्सपोर्ट गरिदिने अनि यही डेटालाई फेरि इम्पोर्ट गरेपछि नि जुन ठाउँमा बिग्रेको हुन्छ नि त्यसलाई त मुभ गरेर मिलाउँदा मात्रै पनि भयो केही नगरिकन सर अहिले त मेरो त अगाडि जे थियो त्यही गरेकै क्रस सेक्सन तर अहिलेको त खाल्टो मात्रै हराएर आयो त सर केही पनि भएन त अहिले त मेरो खाल्टो मात्रै हरायो हजुर खाल्टो चाहिँ हरायो त अहिलेको अनि भर्टिकल कर्भ डाटा त्यतिकै छ भर्टिकल कर्भ डाटा कुन भन्नुभएको सर भनेको प्रोफाइलमा चाहिँ जुन यो अहिले मैले सेयर गरेको यो पोइन्ट लाइन छ नि यो पोइन्ट लाइन आएको छ कि छैन आएको छ सर मैले अगाडि जुन बनाएको थिएँ त्यही आएको छ क्या पोइन्ट डाटाहरू के लाइनहरू त्यस्तो नआउनु पर्ने त्यो प्रोफाइलमा गएर एकपल्ट अपडेट गर त यहाँ प्रोफाइलमा गएर अपडेट डिजाइन प्रोफाइल गर त पक्नै तपाईँ मेरो किसिम सेट गरेर देखाइदिन्छु पक्नु है होइन आफैले तिमीले आफै गर न प्रोफाइलमा गएर नि अपडेट डिजाइन प्रोफाइल गर यदि त्यो गर्दाखेरि पनि आइरह्यो भने प्रब्लम भएन प्रोफाइलमा गएर अपडेट प्रोफाइल डिजाइन प्रोफाइल यहाँ माथि छ नि प्रोफाइलमा गएर अपडेट डिजाइन प्रोफाइल भनेर छ नि हजुर हो त्यो गरेको त्यही आएछ आएको छ त्यही आएको छ ल ठिक छ त्यसो अब यहाँ हेर है तिमीहरूको प्रोफाइलमा त खासै गाह्रो छैन होइन अब यो मिलेको भने पनि भयो तर कति छ यो चेन्ज 1382 यो चेन्ज कति 1382 1482 1582 झन्डै 200 मिटर भयो नि त तर मिल्यो होला किन 200 मिटरमा त हाम्रो 1.77% ग्रेडियन्ट त मजाले जान सकिहाल्छ होइन तिमीहरूको एकदम सजिलो प्रोफाइल छ ठिकै छ यतिकै गर्दा नि भयो यो डेटा छ नि यो डेटा किन तिमीहरूको रियल फिल्डमा पनि यस्तै डेटा हो तिमीहरू यसलाई छ नि यो यस्तो डेटा मिल्दैन है यो यसलाई कसरी मिलाउ थाहा छ तिमीहरूको अर्बन रोडमा यस्तो खालको प्रोफाइल त हुँदैन नि हुन्छ त छ त तिमीहरू त सर्वे गर्न गएको होइन त साइटमा अनि यस्तो खालको प्रोफाइल छ त यहाँ फिल्डमा हो अनि यो त मिलाउनु पर्यो नि त यो मिलाउनलाई के गर्नु भनेको थिएँ अब मैले पहिला भनेको थिएँ खोइ तिमीहरू बिर्सिन्छौ जस्तो लाग्यो कि मैले बिर्सेको हो भन्न यहाँ के गर्नु पर्यो भन्दा नि अब यहाँबाट यसरी घट्दै घट्दै गएको होला नि त होइन सपोज ल यहाँबाट घट्दै घट्दै गएको पनि हुनसक्छ अथवा यतापट्टिबाट बढ्दै आएको पनि त हुनसक्छ अब त्यो कन्डिसनमा तिमीहरूले अब के गर्ने भन्दाखेरि चाहिँ नि अब मैले यहाँ प्लानमा मैले छोडिदिएँ होइन लगभग तिमीहरूलाई एलिभेसन त थाहा हुन्छ नि कति छ भन्ने कुरा यो डाटा इनपुटमा गएर प्रोफाइलमा गएर चाहिँ जुन यो ग्राउन्ड लेभल छ नि यो जुन ठाउँमा बिग्रेको छ नि त्यो बिग्रेको एलिभेसनको पोइन्टलाई चाहिँ यता जस्तो छ यता पनि त्यस्तै तरिकाले बनाइदियो है ल यहाँ आएर मैले अब एकपल्ट यहाँ देखाइदिन्छु कहाँ भन्दाखेरि अब स्लाइडली भन्दा नि तिमीहरूको फिल्डमा कति एलिभेसनको हो त्यही अनुसारले हाल्ने नि होइन जस्तो यो पोइन्टबाट चाहिँ अब यो जुन छ नि यो पोइन्ट यो तिमीहरूको आइपी नम्बर भिआइपी नम्बर कति हो यहाँ क्लिक गर्यो भने चाहिँ भिआइपी नम्बर 5 छ नि यो 5 भन्ने यतापट्टिको यो पोइन्ट कति हो रहेछ चेन्ज भन्दाखेरि चाहिँ 961 मिटरमा रहेछ नि त यो पोइन्ट 961 बाट चाहिँ हाम्रो जति बढ्दै जान्छौ नि बढ्दै जाने पोइन्ट भनेको चाहिँ 1200 सम्म रे ल 960 बाट चाहिँ 1200 सम्मको प्रोफाइल चाहिँ मैले के गर्छु अब यताबाट घटाउँदै बढाउँदै घटाउँदै घटाउँदै यताबाट बढाउँदै गर्छु यताबाट पनि घटाउँदै गर्छु कि मैले यहाँ कहाँदेखि भनेको थिएँ मैले 960 देखि 1200 सम्म भन्दै मैले प्रोफाइलमा गएर
960 यहाँ चाहिँ 46 बाट चाहिँ कति छ 47 भयो 46 भयो है। अब यहाँ 47 भनेपछि अब यसलाई पनि के गर्छु 1246 कति छ 46 भने है। अब यसलाई पनि मैले 1200 सपोज 46 पोइन्ट भनिदिएँ मैले। अब यसै गरी के गर्दै जाने अब मैले चाहिँ अहिले के गर्दै भन्दाखेरि नि अहिले चाहिँ मैले गरेर अब यहाँ तान्न मिल्दैन। यहाँ 1200 यहाँ के आइसक्यो यहाँ अर्को आइसक्यो यहाँ अब यसलाई लगभग मिलाउने है मिलाउनु चाहिँ यसलाई क्यान्सल गर्नुपर्छ फेरि अर्को भइसक्यो कपी अन्त्य भयो क्या यहाँ। धेरै सबै गर्दैन एउटा दुइटा मात्र गरेर देखाइदिन्छु तिमीहरूलाई अनि त्यसपछि तिमीहरू आफूले गर। 960 छ नि यो 3 गरे 47 जना फरक पर्दैन। यहाँ गरे ल यहाँ गरेँ त मैले सेभ गरिदिएँ भने अब यहाँबाट चेन्ज भएको भएन। अब यहाँबाट पनि के गरिदिने अब यो कुन पोइन्ट हो 1160 डाटा इनपुट प्रोफाइलमा गएर यो 1160 लाई त मैले के घटाउनु पर्यो नि त होइन भनेको यो लगभग यो पोइन्ट कति छ भनेर हेर्नु पर्यो भने चाहिँ 1122 जति बनाउनु पर्यो के 1120 मिटरको चेन्जमा एलिभेसन चाहिँ यहाँ हेर है यता छोप्यो फेरि मेरोमा यहाँ यो पोइन्टमा हेर है यहाँ हेर है त यो पोइन्टको एलिभेसन छ नि यो सपोज यो पोइन्टमा 1160 मिटरको चेन्जमा चाहिँ मैले 1238 छ हो 1238 लाई बनाएर म यहाँ के गर्छु यहाँ 1244 बनाउँछु 1160 मा 1244 1160 मा 1244 बनाइदिएँ मैले सेभ गरेँ भने अब मैले यहाँ गएर प्रोफाइलमा गएर अपडेट डिजाइन प्रोफाइल गरेँ नि बढेको बढेन अब भनेको अब यताबाट पनि के गर्दै जाने यताबाट पनि थोरै अलिकति भ्यालु बढ्दै 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 गएर यसरी बनायो भने त बल्ल अलिअलि मिल्यो नि त होइन। अनि त्यसपछि प्रोफाइल बनाउने है त ठिक छ। यो त तिमीहरूको डाटा इन्टरपोलेट गरेको डेटा हो नि त थपे होइन त बिचमा तिमीहरूको अलाइनमेन्टै बिग्रेको भएर सिफ्ट भएको भएर हो यसलाई चाहिँ यसरी मिलाउनु पर्यो है त। अरू केही समस्या छ ल अब हाम्रो नगरकोट ग्रुप के छ खै नगरकोट ग्रुप कोही पनि छैन कि गयो कि के हो। हेलो नगरकोट छैन क्या को छ यहाँ खोइ यो भएको यहाँ भएको जति सबै ग्रुप कुन ग्रुपको हो मलाई भन त यहाँ एउटा 3 को होला